आज मिति 2082 साल 11 महिना 8 गतेको दिन चाहिँ यसै विद्यालय श्री तोमाने आधारभूत विद्यालयका हाम्रो लालीगुराँस बाल क्लबका भाइ बहिनीले चाहिँ हाम्रो स्कुलको विद्यालय वरिपरि चाहिँ जग्गाहरू पनि छन् त, त्यही भएर कोष वृद्धिको लागि चाहिँ पछि यहाँ यो आलु अनि आलु रोपेर सबैजनाले आलु अनि मल यसरी ल्याउनु भएको छ। अनि आलु मल रोपेर चाहिँ हामीले यहाँ यसरी काम गरिराखेका छौँ। यो चाहिँ कोष अब आलु मकै रोपेर चाहिँ कोष वृद्धि भएर पछि अलिकति भए पनि पैसा हुन्छ भनेर अनि मेरो विद्यालयको भाइ बहिनीहरूले त्यसरी हामी चाहिँ फुलबारीहरू पनि बनाउने आज चाहिँ यसरी कोहीले साफसफाइ कोहीले यो इँटाहरू चाहिँ नफाल ल ढुङ्गा साफसफाइहरू पनि हुँदैछ, ढुङ्गाहरू पनि फालिँदैछ। यसरी ढुङ्गा ल्याउँदैछन् यहाँ हाम्रो विद्यार्थीहरूले। एक सुकी थुकी सय थुकी नदी भनेको चाहिँ ल है हाम्रो शुक्रबारको आजको कार्यक्रम चाहिँ ढुङ्गा बोक्ने, ढुङ्गा फाल्ने, बारी बनाउने अनि यसरी ढुङ्गा फाल्ने कार्यक्रम। अनि यहाँनिर यसरी आलुबारी अनि फलफुल पनि पछि यसरी नै हामीले रोपेर फेरि देखाउने। ल है हाम्रो चाहिँ ल यहाँ हाम्रो मिसले पनि आलु ल्याउनु भएको छ। यो चाहिँ हाम्रो लालीगुराँस बाल क्लबको चाहिँ पछि यसको उद्देश्य चाहिँ कोष वृद्धिको लागि यो हामीले फलाएर चाहिँ सबै हामीले सेल गर्नेछौँ। त्यस पछाडि यहाँ बारीहरू हाम्रो धेरै जग्गा छ हाम्रो विद्यालय वरिपरि, हामीले पछि हराभरा बनाउनेछौँ। धेरै फल्नु अनि पैसा धेरै बनाउनु। आउनुहोस् है यता पनि छ है मकै कता छ नि मकै चाहिँ हजुर ढुङ्गाहरू सबैले उता कहिले पन्छाउनु है ढुङ्गा त्यो चाहिँ के हो ल हो त्यहाँनिर मिलाउ त सिधा बनाऊ है। उतातिर पनि सबै नबस्नु न। यिनीहरू अब सबै यिनीहरू थन्काउनु पनि पर्छ, थाल्नु पर्छ। ल मकै कतिवटा छ अब?